एभ्रिवान हेलो भन् बाबु फर्केन यता यो अघि दौडेर खुट्टा खुन्चुङ्ग भयो अनि त्यही भएर खुट्टा दुखेछ भनेर हिँडेछ अनि म चाहिँ यहाँ भिडियो बनाउँदैछु। हामी हिँड्ने बाटो स्कुल हिँड्ने बाटो यही हो। यस्तो छ अनि भर्खर अब हिँड्दैछौँ घरतिर। अरू पनि हुनुहुन्छ हुन त उहाँहरू आउने हुनुहुन्छ के गर्नु यस्तै हो गाइजहरू रमाइलो छ। अब स्कुल आजबाट 3 दिन छुट्टी फेरि भोलि बुद्ध जयन्ती पर्सि शनिबार अनि आइतबार बिदा छ त्यसपछि फेरि स्कुल हुन्छ हाम्रो। यस्तै छ हेर्नुस् बाटोघाटो पहाडको बाटोघाटो यस्तै हो। अनि यहाँ देख्न सक्नुहुन्छ यहाँ पँधेरा हामीले चाहिँ पँधेरा अथवा कुवा भन्छौँ। हजुरहरूले के भन्नुहुन्छ? हामीले चाहिँ त्यही हो भन्ने। बाटो त यस्तो छ अझ हिजोको पानीले यो सब हिजोको पानीले खोलेर बाटो जति यस्तो गरा चाहिँ हिजो एकदम ठुलो पानी परेको थियो नि त यता। बल्ल अब मकै रोप्ने जस्तो मौसम थाहा चाहिँ अनि अहिले पनि पानी पर्ला जस्तो गरेछ। अरूलाई पर्खिँदा आइपुग्नु भएन त्यही भएर हामी चाहिँ हिँड्यौँ। मेरो साथी भनेको मेरो भाइ हो। अरू चाहिँ कहिले पछाडि आउनुहुन्छ कहिले अगाडि आउनुहुन्छ। यसले चाहिँ मलाई छोडेर हिँड्दैन नि त। लगभग सँगै आउने जाने गर्छौँ हामी दिदीभाइ। ए रमाइलो छ रमाइलो। यहाँ देख्न सक्नुहुन्छ यो पुरै यो हाम्रो जङ्गल अनि यो बाटो अनि उहाँ देख्न सक्नुहुन्छ त्यो चाहिँ सानो दाउराहरू राख्ने जस्तो घर के भन्छ दाउरा राख्ने घर। अब एकछिन 15 भन्दा लगभग 20-25 मिनटमा चाहिँ हामी घरै पुग्छौँ। यो आँप फल्छ नि जब यो आँप फल्ने सिजनमा त हेर्नुहोस् बाँदरै बाँदर हुन्छ यो 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 एरियामा त बाँदर बस्छ। मैले बाँदर भन्दा भाइले पुलुक्क हेरेछ डराएर हिलु गरेछ। यहाँबाट देखिने यो चाहिँ यो माडीफाट हो। यो चाहिँ माडीफाट भन्छ। अनि यो चाहिँ तानसेन बजार यो माडीफाट यो सराई बजार सराई खरे अनि के भन्छ भन्ने आएन कि गाइस बिर्से सराई खरे तिनट्याप सबै त्यतै पर्छ। रमाइलो हुन्छ रमाइलो। यहाँ त कति घर छ एउटा घर उहाँ माथि छ अनि त्यो घरमा पनि एकजना बजे मात्र बस्नुहुन्छ। अनि यहाँ सबै यो जङ्गलै जङ्गल हो। अहिले एकछिन पछि बल्ल हाम्रो गाउँ आउँछ अलि धेरै। अब हामी एकैछिन पछि हाम्रो गाउँमा पुग्छौँ। यहाँ देख्न सक्नुहुन्छ यहाँबाट चाहिँ हामीले माटो लिएर जान्छौँ घर लिप्नलाई माटो। अब अहिले हाम्रो गाउँतिर पसेपछि म फेरि आउँछु। फाइनल्ली अब हामी हाम्रो गाउँमा आइसकेका छौँ। हजुरहरूलाई हाम्रो गाउँ देखाउँछु। यहाँ देख्न सक्नुहुन्छ हाम्रो गाउँहरू यस्तै हो। यहाँ एउटा घर छ त्यहाँ त्यो लाइनमा छ नि यता पनि छ अहिले चाहिँ रुखहरूले छेकेछ घरलाई। यस्तो छ यहाँको अवस्था अहिले। हेर्नुहोस् यहाँको अवस्था कस्तो छ अब यस्तै हो साथीहरू रमाइलो छ। अब घर आउन लाग्यो अनि त्यही भएर भाइले पनि मलाई छोडेर हिँड्यो दौड्यो। ल हुन्छ गाइस अहिलेलाई भने म जान्छु बाई बाई।